उसको पर्सनल लाइफमा कोही मान्छेले गएर औँला उठाउनु चाहिँ नराम्रो हो जस्तो लाग्छ। त्यो भएर राम्रो गरिरहनु भएको छ जसले त्यसरी पब्लिक गरिरहनु भएको छ फोटोहरू राम्रो गरिरहनु भएको छ। तपाईँ आफूलाई चाहिँ त्यस्तो हेट कमेन्टहरू चाहिँ आउँछ कि नै? त्यो त आइहाल्छ नि, आउँछ। म्याक्सिमम आउने के हो कमला? त्यो त अब यस्तो हो, मान्छेले अब हुन्छ नि सबैजनाले एउटै गल्तीहरू मात्रै देख्नु हुँदैन होइन। ममा पनि धेरै गल्तीहरू हुन्छ, त्यो गल्तीहरू सबै गल्तीहरूलाई चाहिँ औँलाएर उहाँहरूले भन्नुहुन्छ। त्यो भएर भन्नुहुन्छ उही भन्नुहुन्छ भन्ने चाहिँ छैन। जे भने पनि अहिले तपाईँलाई चाहिँ त्यस्तो स्क्रिनसटै लिएर हाल्नुपर्ने खालको कमेन्टहरू आएको छ कि नै? त्यस्तो त छैन, छैन होला हजुर। तपाईँलाई आएको छ? अस्ति त्यो बेड सिन काण्डले चाहिँ अलिकति तपाईँलाई चर्चामा ल्याएको थियो। काण्ड भन्दैन, त्योमा मेरो नामै छैन। मैले बनाएको गीत हो, म आफू खेलेको गीत हो। त्यसमा चाहिँ बेड सिनको लागि चाहिँ अर्को मान्छे हो, अर्कैलाई गाली गर्नुभएको छ, मलाई थाहा छैन, म देखेकै छैन। बनाएको चाहिँ मैले नै हो गीत।